लम्पी स्किन डिजिज, साना बाछाबाछीमा बढ्दो लम्पी स्किन डिजिज। विशेष गरेर अहिलेको समयमा ठुला गाई बस्तुहरूभन्दा साना बाछाबाछीमा एकदमै लम्पी स्किन डिजिज देखिएको छ। म भेटनरी टेक्निसियन सन्तोष चौधरी। आज हामी किसानका लागि अत्यन्तै महत्त्वपूर्ण विषय लम्पी स्किन डिजिज बारे कुरा गर्छौँ। पछिल्लो समयमा बाछाबाछीमा समेत यो रोग देखिन थालेको छ, त्यसैले समयमै चिन्ने र सही व्यवस्थापन गर्नु अत्यन्त आवश्यक छ। लम्पी स्किन डिजिज के हो हैन, यस सम्बन्धमा पनि कुरा गरौँ। यो क्याप्रीपक्स भाइरसबाट हुने एक संक्रामक भाइरस रोग हो। यो मुख्यतया लामखुट्टे झिङ्गाको टोक्ने किरा अथवा सङ्क्रमित पशुहरू संक्रमणबाट र त्यो अर्को पशुलाई टोकेर अर्को स्वस्थ पशुलाई टोकियो भने चाहिँ यो रोग सार्दछ। त्यसले गर्दाखेरि सङ्क्रमित पशुसँग सम्पर्कबाट फैलिने यो सर्वा रोग हो र यसमा चाहिँ विशेष लक्षणहरू आउँछ। पशुमा सबभन्दा पहिला अत्याधिक मात्रामा ज्वरो आउँछ अथवा जिउहरूमा एकदमै गाठागुठी आउने, जसलाई स्किन न्युडल्स भनिन्छ, र खुट्टाहरू सुन्निने पनि गर्छ र ज्वरो आउँछ र खान मन लाग्दैन, खाना छोड्छ, विकनेस लेथर्जी जस्तो लक्षणहरू देखिन्छ र घुँडाहरू पनि सुन्निने हुन्छ। कहिलेकाहीँ साना साना बाछाबाछी एकदम कमजोर हुने र तौल घट्ने र उपचार भएन भने मृत्यु पनि समेत हुन सक्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले यसमा चाहिँ ध्यान दिनुपर्ने कुराहरू हुन्छ। र लम्पी स्किन डिजिज भाइरसबाट सर्ने भएकोले गर्दाखेरि अथवा भाइरसबाट लाग्ने भएकोले गर्दाखेरि यसको विशेष किसिमको औषधि छैन। अब यसको उपचारको कुरा गर्दाखेरि हामीले चाहिँ लक्षणको आधारमा औषधि उपचार गर्नुपर्छ अथवा सपोर्टेड औषधि, सहयोगी औषधि गरेर हामीले यसलाई निको पार्न सक्छौँ। र सङ्क्रमित ब्याक्टेरियल इन्फेक्सन भइसकेको छ भने हामीले एन्टिबायोटिकहरू पनि दिनुपर्ने हुन्छ र घाउलाई नियमित सफा गर्नुपर्छ, एन्टिसेप्टिक लोसनहरू बनाएर लगाउनुपर्छ, प्रशस्त मात्रामा पानी र पौष्टिक आहारयुक्त हरियो घाँसहरू दानाहरू दिनुपर्छ। विशेष गरेर यसको इम्युनिटी पावर लस हुन्छ र इम्युनिटी पावर लस भएपछि अरू रोगले चेप्ने सम्भावना बढी हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले इम्युनिटी सिस्टमलाई बढाउनुपर्छ र यसको चाहिँ लक्षणको आधारमा उपचार गर्दै जानुपर्छ। ज्वरो आयो भने ज्वरोको औषधि गर्नुपर्छ, अनि कमजोर छ भने भिटामिनहरू दिनुपर्छ र एकदमै डिहाइड्रेसन भयो भने पनि हामीले फ्लुइड थेरापीहरू दिनुपर्ने हुन्छ। र विशेष यो एक किसिमको झिङ्गा, मच्छर, जुम्रा, किर्ना, ओपियाले सार्ने भएकोले गर्दाखेरि यसलाई चाहिँ हामीले नियन्त्रण गर्नुपर्छ र यो नियन्त्रण गर्न एकदमै अति महत्त्वपूर्ण छ र गोठलाई चाहिँ हामी बायोसेक्युरिटी गरेर राख्नुपर्छ। र यसैले गर्दाखेरि चाहिँ हामीले चाहिँ र यसको एकदमै महत्त्वपूर्ण कुरा छ, हामीले जहिले पनि पशुलाई समयमै लम्पी रोग विरुद्धको खोप लगाउनु अति आवश्यक छ। बिमारी पशुलाई हामीले आइसोलेसन गर्नुपर्छ, छुट्टै राख्नुपर्छ। गोठको सरसफाइमा पनि अत्यन्तै ध्यान दिनुपर्छ। लामखुट्टे झिङ्गा नियन्त्रण गर्नुहोस् र नयाँ पशु ल्याउँदा केही दिन छुट्टै राखेर गोठमा मिसाउने काम गर्नु हुँदैन। केही समय बाहिर राखेर चाहिँ हामीले चाहिँ उसको आइसोलेसन गर्न राख्नुपर्छ र पशु स्वस्थ छ भने हामीले बल्ल आफ्नो गोठमा मिसाउनुपर्छ। अब विशेष गरेर किसानहरूको लागि पनि केही कुराहरू छन् हैन। त्यसले गर्दाखेरि यदि तपाईहरूको बाछाबाछी र गाई बस्तुहरूमा एकदमै यस्तो किसिमको लक्षणहरू देखिएको छ भने ढिलो नगरी नजिकको पशु स्वास्थ्य सेवा केन्द्र, पशु प्राविधिक, पशु चिकित्सकसँग सम्पर्क गर्नुहोस् हैन। समयमै उपचार गरे हाम्रो र राम्रो व्यवस्थापन गरियो गोठको भने पशुलाई बचाउन सकिन्छ। र यो मेरो भिडियो कस्तो लाग्यो तपाईले लाइक, सेयर गरिदिनुहोस्। धन्यवाद।